ल राख, त्यहीँ आउँछु म। अन्त कहाँ त्यसरी हुन्छ त? अब कम्पनीले अब कम्पनीलाई एकचोटि कुरा गर्छु, आउनु दियो भने पेपर हाल्छु, आउनु दिएन भने अलिक पछाडि आउँछु। किन आउनु त? म पैसा चाहिँदैन। अनि तिमीहरूलाई पैसा चाहिन्छ भने जस्तो लाउनु दिनु पर्यो, खान दिनु पर्यो, पढाउनु पर्यो। हे भगवान्, कुरै नगर, पैसा बिना केही आउँदैन त। अनि पैसा तिमीहरूले अरूले लाउँदाखेरि तिमीहरूलाई त्यस्तै लाउनु मन लाग्ला। अनि तिमीहरूलाई अरूले जे खाए त्यही खानु मन लाग्ला। अनि पैसा मैले पैसा कमाएन भने तिमीहरूलाई अनि कसले दिन्छ भाइ? Why not interest you? पैसा चाहिन्छ त बाबा, पैसा पैसा तिमीहरू पढ न, पढेर जागिर खाऊ त। म आएर तिमीहरूसँगै बस्छु। तिमीहरूले पढ न, पढेपछि जागिर पाइहाल्छ नि। हामीलाई लु महिनै पछि 10,000 20,000 रुपियाँ कमायो भने पनि हामीलाई खाना पुगिहाल्यो नि त। अनि आउनु त त्यतिखेर जागिर पायो भने त भइहाल्यो नि। तिमीहरू जागिर गर, म घरमा बस्छु, खाना पकाइदिन्छु, बस्छु। म पनि त्यही त हो नि। अब तिमी सानैदेखि म यो बन्छु भनेर पढ्यौ भने तिमी त्यही बन्ने हो नि। तिम्रो लक्ष्य नै केही छैन भने त तिमी पछि गएर केही पनि गर्न सक्दैनौ नि। भनेर भन्यो भने त्यस्तै हुन्छ। म यो गर्छु है भनेर पढिसकेपछि पढ्ने गर्छ के। मान्छे भएपछि इख लिनुपर्छ जहिले पनि। म यो कुरालाई चाहिँ गरेर छाड्छु भन्नुपर्छ, सोच बनाउनुपर्छ। अनि मात्रै पुगिन्छ माथि लक्ष्यमा, अगाडि बढ्न सकिन्छ। 11 मा तिमीलाई जुन विषय सही लाग्छ त्यही पढ्ने। म यो विषयलाई चाहिँ क्लियर गर्न सक्छु, यो विषयलाई चाहिँ मैले अगाडि लगेर पछि गएर मलाई काम दिन्छ भन्ने सोच्ने, त्यही पढ्ने नि। कि मैले यो पढ त्यो पढ भने